Guys, can't. Okay, guys, can't. I don't know what is this, but hello guys, welcome to our channel. हैन पूजाको च्यानल स्पेशली. ओके, आज चाहिँ हामी फेरि बाहिर जाँदैछौँ बुढाबुढी भेटघाट गरेर. देन अब हामी आर अबाउट टु गो टु ह्याभ आवर लन्च. अनि यहाँ एउटा ग्रिल हाउस भन्ने एउटा इन्डियन रेस्टुरेन्ट रहेछ. सो वी गोना ट्राई सम नान रोटिज एन्ड एभ्रिथिङ द्याट. फर्स्ट टाइम जानु लाग्यो बुढी. त्यो के देखेर जानु लाग्यो तपाईँ चाहिँ खासमा गुगलमा? मेरो बुढीले हामीले गुगल गरेको त्यहाँ बार्बिक्यू देखेर जानु लाग्छ. म चाहिँ नान रोटी पाउँछ भने जानु लाग्छु. अनि त्यसपछि तर होइन यहाँ भर्खर तल झरेको थियौँ. अनि तल झर्ने बित्तिकै होइन के अरे त्यहाँ झन् कस्तो मिठो खाने कुरा पढ्नु ठाउँ रहेछ. तर हामीले गाडी मगाइसकेका थियौँ. नेक्स्ट टाइम त्यहाँ चाहिँ समोसाहरू अनि विशेष मिठाईहरू रसमलाई यस्ता उस्तो हामीले तर गुगलमा देखेको थियौँ. तर टाढो होला अनि मिठो हुन्न होला भनेर हामी चाहिँ के अरे व्यवस्था गरेर टक्क झर्न साथ ठ्याक्क त्यहाँ आउन साथ देखिरहेको मिठाईहरू. सो वी बट सम समोसास होइन, हट छ, जेरी पनि थियो, जेरी थियो, रसमलाई, दुधमलाई, सबै मिठाईहरू थियो. राम्रो के खाने कुरा रहेछ. सो अब अलरेडी हामीले गाडी मगाएको भएर हामी त्यहाँ चाहिँ अब केही खाने जस्तो भएन. सो नेक्स्ट टाइम इफ आई थिङ्क वी विल गो द्याट होइन बुढी. सो अहिले चाहिँ हामी वी आर अन द वे टु ग्रिल हाउस. सो त्यहाँ पुगेपछि हामी भिडियो देखाउँछ तपाईँलाई है त. Yes. आयो ग्रिल हाउस. ल जाउँ, निस्किनु उताबाट निस्किनु. न उता ग्रिल हाउस. टाढाबाट खिच्नु पर्ने रहेछ अलिकति. नि खोल्नु न. पुस पुस पुस. केही हुँदैन, केटा मान्छे मात्रै रहेछ. ल स्टप गर्नु पऱ्यो नि. यसलाई मेनु चेक गर्दै हुनुहुन्छ. पहिला मेनु चेक गर्नु न. I smell fish. I think I will get fish. Macha. Okay, we have like rice special. Fish पनि छ. Fish barbecue रहेछ, chicken barbecue रहेछ, charcoal. You wanna have rice? मलाई त यात्रा यस्तोहरू त राइस मन पर्दैन. त्यस्तोहरूको राइसमा मतलब के हो मसला हाल्छ र थाहा छैन बनाउनु. के खाने डिसाइड गर्दैछु ल. म हेर्दैछु. गर्नु खोज्नु. नान केरला परोठा खाएछ. नान तन्दुरी नान छ. तन्दुरी नान चाहिँ खान्छु. बटर नान, गार्लिक बटर नान एउटा गर्छु.
एन्ड साइड डिस पनि मगाउनु पऱ्यो आई थिङ्क एउटा राइस चाहिँ भन्नु पऱ्यो अनि एउटा नान भन्नु पऱ्यो है धेरै हुँदैन हुँदैन राइस खान मन लाग्यो राइस भनेको अर्कोवाला राइस हुन्छ एन्ड यस लेट्स ट्राई नान रोटी मात्रै अनि तपाईँले अलिक खान्छु भन्दै हुनुहुन्छ त घरि के अरे त्यो पनिर पनिरको पालक पनिर त अब नान रोटीसँग राम्रो हुन्थ्यो अस्ति हामीले सर्ट एउटा केरला फिस आइटम मगाएको थियो मिठो मान्छेहरू चाहिँ यहाँ दङ्ग परेर गइरहेको छ होइन के गर्छ यिनीहरूले भनेर हामी चाहिँ यहाँ पुरै क्यामेरा निकालेर भिडियो बनाएको बनाएको हामी चाहिँ भिडियो बनाइरहेको छौँ होइन तर राम्रो ठिक छ है हामीलाई चाहिँ फ्यामिली बसी खानु दिएछ है प्राइभेट छ है ल अब खाना अर्डर गरौँ ल तपाईँ हेर्नु त एकछिन म चाहिँ एउटा चिज खिच्छु होइन त्यहाँनिर चाहिँ मान्छेले होइन के भन्छ पातमा भात खाएर छ क्या पातमा भात खाएर छ क्या भयो तपाईँ भने त मलाई मर्छ होला So we'll take one garlic butter naan. Yeah. Sorry. त्यो के अरे नानसँग खाना मिल्ने के हुन्छ भनेर सोध्नु न Yes. What would be best curry you have you serve? What's the best curry you serve? Which one? This is butter chicken. Okay. This is oily. Manchurian. It's based on soy sauce. Soya sauce. गुले गुले हुन्छ होइन This is Our Susan. specialty. हाम्रो चाहिँ डन भयो के अरे We ordered this thing. This is a Kerala item, Kerala food set. हामीले अहिलेसम्म खाएको छैन फर्स्ट टाइम ट्राई गर्ने हो होइन मैले चाहिँ खाएको छु मैले चाहिँ खाएको छैन। लाइक यसरी ट्रेडिसनल वेमा चाहिँ मैले पनि खाएको छैन सो यो एन्ड वी हेभ नान रोटी गार्लिक बटर नान अनि अर्को चिकन मसला चिकन मसला धेरै मगाएर हामी खिचेर मगाउन सक्छ खाइसक्दैन मेरो पेट सानो छ है तर मलाई माछा पनि एउटा खान मन लाग्छ म हेरेँ माछा मगाउँछु ल खान मन लाग्छ माछा त्यो स्मेलले मलाई खान मन लाग्यो कि मेरो घरमा माछा त छ होइन छन चाहिँ मलाई के छ खोइ म मेरो घरमा मैले माछा चाहिँ किनेर ल्याएको छु तर बनाउन पाएको छैन होइन माछा खाने अनुहार तर मलाई माछा खान मन लाग्यो स्मेल कस्तो मिठो बास्ना आइरहेछ माछाको म त्यहाँ आउनु पर्ला जस्तो बस्नलाई हँ? त्यहाँ आउनु पर्ला क्या बस्नलाई किन खान्छ Anti-light. Okay. Thank you. भिडियो भएर चाहिँ तपाईँको खिचिरहेको ठिकै छ भर्खर भयो अब चाहिँ हाम्रो सुरु भयो आउनलाई ह्याप्पी माछा आउँछ अरे यसमा प्रभात इज भेरी एक्साइटेड म त माछा खाने खोजिरहेको थिएँ अनि एउटा आइटम छ कि लास्ट टाइम मैले मेरो सुपरभाइजरसँग खाएको थिएँ यो देखाउनु त फिस चत्ती करी यो चाहिँ बनाना लिफमा पुरै त्यो ऱ्याप गरेर पकाएको हुन्छ होइन अनि कस्तो मिठो लागेको थियो कि अनि मैले ल अब अर्डर त्यहाँ गरेको खाना यो अर्डर गरेको साँझ डिनरको लागि मात्रै भयो बास्ना चाहिँ मिठो आयो है गाइस 4-5 थरीको मसला आउँदो रहेछ थ्याङ्क यू थ्याङ्क यू हात धोएर आउनु पऱ्यो नि Can I have white rice instead? That's the white rice. के So brown rice नमाएर अनि white rice खान्छु पातमा खाने आदि मानव आदि मानव खानु पऱ्यो नि चम्चाले खानु मिल्दैन होला हातले खानुपर्छ है यो त है हातले खानुपर्छ है यो त हातै खाने हो तपाईँ त खाली छ त प्लेट बिचरा म पुरा मानव हो म प्लेटमा खान्छु पुरा मानव प्लेट आदि मानव म खाएँ आदमको जमानाको मान्छे यहाँ पातमा खान्छ खाना तर तपाईँको चाहिँ एन्टिलाइट पर्दो हुन्छ त्यस्तो खान्छ है व्हाइट राइस खासमा Is there a यसमा wash basin nearby? मलाई हाल्न दिनु न You can just one here like this. Otherwise, Oh, okay, yes.
ओके एकदम धेरै क्या पारे राइस हाल्दै हेर्नुहुन्छ खासमा चाहिँ यो ब्राउन राइस हुन्छ तर हामीले चाहिँ वाइट व्हाइट राइस राइसमा आएको है त्यहाँ मैले पहिला ब्राउन राइस ट्राई गरेको कस्तो पानी धेरै हुने थियो त्यसमा ओके ओके नो नो No, it's okay, थ्याङ्क it's यू यो म यो के हो चिन्दैछ गाइजहरू थाहा पाउँदैन है यो त हेर्दाखेरि ऊ जस्तो छ अनि लास्टमा सबै क्लोजअप किन्ला मैले कसको यस्तो हेर्दाखेरि लुक्स कस्तो हुन्छ भनेर भेज पनि आउने रहेछ यो चाहिँ साम्बार है साम्बार Can you give me this the long steam? No problem. Thank you. Kerala food. Yeah. स्पेसल आज मेरो हाम्रो सेट चाहिँ भयो ल खतरा सेट आयो मेरो चाहिँ So guys, finally the fish is here. Yeah, anyone is. Give me this one. No problem. Leave one. Thank you. So माछाको भोगीले माछा खान पाएपछि कति खुसी लाग्छ म हात धुएर आउँछु गाइज होइन यहाँ मेरो बुढीले चाहिँ अब भिडियो बनाउँदा हात धुएर आउँछ खाना फेरि अब यसको लुक्स चाहिँ कस्तो देख्छ म खिच्छु त नि त अझ बाँकी रहेछ अझ एउटा आइटम पापड पनि आउँदो रहेछ सेटमा सो यस थ्याङ्क यू चिली थ्याङ्क यू थ्याङ्क यू म हात धुएर आउँछु गाइस गाइस खान्छु ओके गाइस खान्छु ल सबै टेस्ट गरौँ न अलिअलि कस्तो कस्तो छ हाम्रो भ्युवर्सहरूलाई रिभ्यू दिन यो पनि माछा रहेछ है यो पनि फिस रहेछ यो चाहिँ सादा छ सब्जी होइन मसलाहरू छैन यो चाहिँ अचार रहेछ यो चाहिँ पिकल I don't know what is this but it's sour कोकोनट छ यसमा कोकोनट अनि लेडी फिङ्गरहरू सब्जी नै हो एन्ड लास्टमा I don't know what is this यो पनि सादा छ मिठो छ गाइस I'm gonna enjoy my food माछा ठिक छ तपाईँको खाना खै त मेरो त खान्छु ल खानु ओके ओके सो फाइनली मेरो चाहिँ आइसक्यो नान रोटी र करी तर यसमा दाल हुन्छ नि रोटी आउँछ यो दाल होइन रहेछ नि त दाल यो हुँदो दाल रहेछ बनाइदियो त्यही आउनु पर्ला पनि खाना सँगै बसेर खानु पर्ला है यता अन्त सो अब म चाहिँ ट्राई गर्छु भने कस्तो रहेछ भनेर मलाई अलिअलि दिनु त होइन म यतिकै गर्छु के यो सबै दिन के चाख्छु क्या म मेरो चाहिँ अझ कस्तो एन्टी लाइट वारेन्टमा बसेछु म है कस्तो नराम्रो यो चाहिँ अमिलो छ माफ चाख्दिनु तपाईँ खानु अचार रहेछ नेपाल कस्तो अचार रहेछ यो सिजन है चिसो अहिले मिठो हुँदैन यो चाहिँ मलाई मन पर्ने रहेछ पाएछन् यो त्यो त कडी हो क्या कडी जस्तै क्या नो 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 के भयो यो चिक्क छ मिठो छ यो स्विट रहेछ यो स्विट रहेछ दिस इज पाएछन् आई थिङ्क पाएछन् कस्तो अब चाहिँ म नान खान्छु नान इज भेरी टेस्टी तपाईँ नान सिकाउनु पऱ्यो है मलाई चाहिँ सक्नु नान त बोक्नु के अरे प्याक गर्नु छ नान कस्तो मिठो रहेछ भेरी टेस्टी है
थोरै टोक्ने तर खुर्सानी थोरै टोक्ने पिरो छैन थोरै टोक्ने अति मिठो है के मिठो कि तर नुन छ भित्र है खानु खानु खुर्सानी चाहिँ पिरो होइन यस हड्डी छ त्यसमा गम खानु न तर हामी नान चाहिँ बढी मगाएको छ मलाई अनि खाइन्छ म खान्छु नि तपाईँले तिनवटा खायो भने त्यति खाइहाल्छु सकेन भने प्याक पनि लिएर जानु के त यसमा खाना खानु भनेको क्या मिठो लाग्यो अरूहरू चाहिँ टेस्ट छैन मिठो छ यो त्यो चाहिँ मिठो लाग्यो मलाई पनि अर्को टेस्ट अर्को डिफ्रेन्ट लाग्यो अब अर्को रेसको खाना हो नि त केरलाको खाना हो यो तर नान चाहिँ एकदम मिठो हुँदो रहेछ उता छोडेर आएको गम छैन नि अलिअलि गम छ पैसा गम पैसा धेरै छ पैसा गयो नि त आउँदाखेरि 5,000 गयो राम्रै छ नयाँ कुरा टेस्ट गर्न पायो होइन नयाँ कुराहरू कहिले खाएको थिएन यहाँहरू खाना खानु गऱ्यो हँ? सब्जीसँग त्योसँग अब सकिसकेको छ थप्न आएन तर थप्दै होला त थप्ने हो टन्नै मेरो बुढा चाहिँ अझै खाँदै हुनुहुन्छ नो इनफ थ्याङ्क यू मेरो बुढा चाहिँ खाँदै हुनुहुन्छ हामीले चाहिँ एउटा बोतलको सक्यौँ एउटा बोतल भन्छ एउटा बकेटको सक्यौँ होइन एउटा चाहिँ बढी भयो यो फिस तपाईँ खानु अब मैले थोरै भात चाखेँ तर यो तरकारीसँग अनि यो नान अझ कति बाँकी छ एउटा तिनवटा बाँकी छ खाइसक्नुहुन्छ नि सक्दैन त्यो एउटा मात्रै नगएर ठिक्क हुँदैछ ठिकै छ यो प्याक गर्न लाउनु पर्ला है यो प्याक गर्नु पर्ला यो प्याक गर्नु पर्ला तँ खान सक्छ त्यो खानै सकिसक्यो कस्तो लाग्यो त बुढो एकदम टेस्टी फर्स्ट टाइम ट्राई गर्नुभएको है मैले पहिला पनि तर यसरी खानु भएको थिएन यस्तो चाहिँ खाएको थिएँ मलाई चाहिँ मलाई त ठिकै ठिकै लाग्यो त्यस्तो मिठो पनि लागेन फेरि उनीहरूको चाहिँ अब हामी नेपाली चाहिँ पिरपुरो खाने बानी होइन मलाई पिरपुरो भन्दछ उनीहरूको चाहिँ अलिक आइटमहरू चाहिँ अमिलो अमिलो हुन्छ कि ओके छ त मिठो छ तर सो हाम्रो चाहिँ सकिसक्यो है खानाहरू चप्पड चप्पड चट के भन्छ नि चप्पड चप्पड चट भन्छ नि के भन्छ नि खाना सबै खाइसकेको चप्पड चप खै के हुन्छ कमेन्टमा भन्नु होला हामीलाई थाहा भएन चप्पड चट हो कि के भन्छ नि एउटा पेप्सी पनि लियौँ होइन नानी यति उब्रियो यो उब्रियो यो चाहिँ हामी प्याक गर्दै भन्छौँ अनि स्विट चाहिँ हामी खान्छौँ अहिले यो फिस पनि खानुहुन्छ सो म चाहिँ अगाएर होइन यस्तो यहाँनिर बसिरहेको छु बसिरहेको छु मेरो बुढा चाहिँ अझै खाँदै हुनुहुन्छ मलाई चाहिँ एकदम धेरै अलिकति खानालाई एकदम एक्साइटेड हुन्थ्यो नि त आज मैले मेरो धेरै भिडियोहरू बनाउन पाएन होइन किनकि एकदम धेरै कस्तो हेर्नु है हाम्रो प्लान गाइड आएर देखि हेर्न बनाएन मैले मान्छेहरू चाहिँ हेर्दै गएर चाहिँ के गर्छ केटीहरूले अघिदेखि हेर्नु जान्छु उनीहरूलाई कस्तो नकिन हाल्दै रहेछ भिडियो बनाउने फोटो के अरे भिडियो बनाउने छोडिदिनु त्यो माछालाई अब छोडिदिनु अनि पनि माछा कहाँ हुन्छ छोडेर यत्रो सफा चट्नु गरेर खाइयो नि त
सफा चट भन्छ क्या अरे। सो हामीले चाहिँ हाम्रो नान चाहिँ प्याक गर्नलाई पठाएको छौँ। तपाईँ चाहिँ पुरा त चाटे हुनुभयो। धेरै मिठो हो कि हेर्नु न चाटेको अघिदेखि चाटेको छ फिसको हालत हेर्न टिङ्ङ। तर जस्तो मेरो बुढाले खाना चाहिँ खतरा खानुहुन्छ चटक्क पारेरै। यो चाहिँ मलाई यो अलिकति अमिलो लाग्यो होइन। यो चाहिँ आँपको अचार होइन, एकदम धेरै अमिलो चाहिँ। हाम्रो नेपालको आँपको अचार छैन। तर मिठो चाहिँ तर भातसँग अलिअलि खानु पाएको चाहिँ मनपर्छ अलिअलि मलाई। चाहिँ ठिकै हो, धेरै भयो क्या। अनि यो चाहिँ कोकोनट चटनी हो, कोकोनट र एभ्रिथिङ हो। किनकि हामीलाई कोकोनट हामीलाई त्यो खाने बानी पनि छैन नि त कोकोनट हालेको टाइपको। एकचोटि खाना ठिक हुन्छ तर खाइरहन मिठो लाग्दैन। एकचोटि मतलब वान टाइम चाट्नको लागि ठिक हुन्छ। सो कस्तो लाग्यो खाना? मलाई चाहिँ ठिकै मिठै मलाई त्यो यो वाला खाना चाहिँ यो केरलाको खाना चाहिँ ठिकै लाग्यो होइन। अनि यो स्विट चाहिँ मैले खाएँ हाम्रो खिर जस्तो रहेछ तर यहाँनिर के मसला हालेको छ एउटा। अनि त्यसपछि तर मलाई बार्बेक्यू के अरे बटर नानै मन पर्यो। बटर नान इज बेटर रहेछ, गार्लिक बटर नान चाहिँ नजान हात धुएर आउनु जानुपर्छ। आमा मोटाको त्यसै होइन नि ल हेर्नुहोस् यस्तो खान्छ अनि यसरी खान्छ। मोटाको त्यसै हो त मेरो बुढो। किन अमिलो? यो चाहिँ करी हो है, म चाहिँ पूजालाई मनपर्छ। मलाई यो मनपर्छ यस्तो खालको। यो चाहिँ के अरे दहीहरू या त मैनले बनाएको हो। ल हेर्नुहोस् खै त मरद छ त ब्रोको। होइन धेरै धन्यवाद बुढी, पैसा तिर्नु अब खाना खाइयो। अझ बुढीले पैसा तिर्नु क्यास दिनु है। मसँग अब टुवा चाहिँ भाडा मान्नुहुन्छ म जान्छ अब। कहाँ मार्नु चाहिँ एटिएममा छ नि पैसा त, क्यास छैन त। एटिएम चल्छ होला। म चाहिँ जाने अब होइन। अब चाहिँ भाडा मजुर आउनुहुन्छ ल। घरमा भयो त म यो पनि यस्तो मजाले खान्थेँ। सपना त खर्याम लगाएर नै पर्दैन अड्किन्छ नगर्नु। सो प्रभातले खाएर बुढीभरि भाडा आउँथ्यो होइन चप्प पार्नुभयो। ओके गाजरको हलुवा रहेछ त बुढी खाने एउटा। नखाने अब के पनि नखाने। कति भएछ? आज छैन 40 40 भयो होला यहाँ काटको। सो हाम्रो चाहिँ गाडी पुगेछौँ हामी चाहिँ। कुहिरे हेर त नि कतारमा कुहिरे नि। त्यही हो है। हाम्रो चाहिँ गाडी पनि आयो है। Hi bro. Okay. ओहो एकदम मिठो भयो खाना चाहिँ। लास्ट चाहिँ मिठो यार। नान चाहिँ स्पेसली नान मिठो लाग्यो। त्यसपछि मलाई त्यो माछा फ्राई पनि मिठो लाग्यो। बाहिरतिर माछा फ्राई त्यस्तो मिठो बनाउँदैन उनीहरूले।